गाइस धेरै दिनपछिको 2 सालपछि सङ्घर्ष गरेर आज बल्ल बल्लै कुबेतको पाइन्टङ हेर्न आइयो। त्यो कुबेतको पाइन्टङ के हो? कुबेतको पाइन्टङ हेर्न आइयो। चट्ट पारेर कुबेतको पाइन्टङ छिट्दैन कि त म्याकडोनल्ड्स छ। अफिसको मिटिङ यता भइरहेछ हाम्रो आज। क्या बवाल ठाउँ छ यार, दामी ठाउँ छ गाइस, मजा आइरहेछ। ओहो जिन्दगीको गोरोटोमा यही छ आज, यही टावर छ। आउनु न जाऊँ न त, समुद्र हेर्नुपर्छ क्या यति गएर। यो टावर त हेरि नै कुबेत टावर हो गाइस, कुबेत टावर नेपालको पाइन्टङ यही हो। हाम्रो नेपालमा पानी पठाउने यही हो नि। ल त्यही हो, बहुत दिनपछि आज धेरै खुसी लागिरहेछ। अरू मिलन दाई तपाईँको पनि हाँसमा देखाउनु न। अरू मिलन दाईको हाँस हेर्नु। ओ भाइ मजा आयो। थुप्रो दिनपछि यसो मुड फ्रेस हुनलाई चाहिँ यसो घुम्न छुम्न आइएको छ। अलिकति त्यही त हो नि, कामको स्ट्रेसले गर्दाखेरि टाइम पनि थिएन। आज अलिकति चिलमा यता फेरि ऊ रहेछ कि हेर्नु फन पार्क रहेछ। सो गाइस त्यही हो, यो धेरै दिनपछिको अब हाम्रो यो टावर हेऱ्यौँ, मजा आयो। ऊ पर समुद्रतिर जाँला छ, समुद्रतिर भिडियो काटी यसो हालिदिउँला। यो चाहिँ बबाल छ यार, यी 3टा गोला पानी खाने गोला कुबेतको ल। अनि टक्कै तर घुमेर ऊ त्यो सिटी देखाउनु।